Hi guys, हामी चाहिँ टिकापुर पार्कमा आइसक्यौँ। म एउटा चिज देखाउँछु आज। कस्तो साथीहरू बिमनको गाइस हामी चाहिँ पार्कभित्र छिरिसक्यौँ। हामीले ल्याएको सामान बाँदरले चोरेर लैदिएको गाइस। यो चाहिँ वीरेन्द्र राजाले आफ्नो रानीलाई एकछिन बस्नको लागि मात्रै बनाइदिएको पार्क हो। पार्क होइन, घर हो। पार्क हो के हेर्नुस्। हेर्नुस् हेरौँ न झ्यालबाट। कस्तो राम्रो रहेछ। वाउ, हेर्नु बगैँचाहरू यहाँ एकदमै धेरै मान्छे छ। यहाँ बच्चाहरू मात्रै छ यहाँ। चापी कोसँग छ भाइ? कोसँग यसको क्वेसन पनि के हो? मायाबाट छिर्छ गाइस। वाह, टाडा कस्तो राम्रो लाइटिङ आयो यहाँ। गाइजहरू यहाँ चाहिँ एकदमै खतरनाक बाँदरहरू हुँदो रहेछ। अहिले पछि देखाउँछु बाँदरलाई। खानै खोज्दै राम्रै। हामीले खानेकुरा लिएर आएको गाइस। हाम्रो खानेकुरा खोज्न आएको क्या, अनि हामी त बाहिर छोडेर आयौँ। डर लाग्यो। यहाँ चाहिँ महेन्द्र आरोग्य गृह। भित्र पनि पर्दा रहेछ। यताबाट पिकनिक यता चाहिँ पिकनिक स्पट रे गाइस। ताल रहेछ। वाउ, यहाँ कमलको फुल अलि फुलेकै नरहेछ। किन गाइस हामी चाहिँ यहाँ फोटो खिच्दै हिँड्दै। के हो यो? जङ्गल यो के हो त्यो? ल लामो भिडियो बनाउँछु। हाई गाइस, हामी चाहिँ यहाँ राफ्टिङ गर्न जानु लाग्यो अरे। यो चाहिँ फेरि कर्णाली खोला हो। वाउ, त्यही रहेछ त। जाम अब हामी यहाँ खेल्छौँ है। टिकट काउन्टर यहाँ रहेछ। वाउ, टिकट काउन्टर।
चाहिँ अहिले मलाई पेंगुइन जस्तो जस्तो हामी चाहिँ अब के डुङ्गा भन्छ बोट खेल्न जान लाग्यो त्यो बिसारोको नाना यहाँ लिएर आज कस्तो भयो मोबाइल लिएर आउने भनेको मजा आयो भेरी मजा आयो उतै बाँदर हामी खानेकुरा चोर्न आएको हाई गाइज अब चाहिँ हामी डुङ्गा खेलेर भ्यायो अब हामी खाजा खान जानु लाग्यो के बनाना रिजोर्ट बनाना रिजोर्टमा बनाना मोमो खान जाने हो बनाना चिप्स बनाना मोमो बनाना चिप्स बनाना अचार वाइन ल हामी वहीँ गएर भेटौँ बाई हाई विमन के छ विमन कहाँबाट विमन सुशान अजित मोहित सब यहीँ हेर त साथीहरू बाई टिकापुर पार्कलाई बाई गर्दै हामी खाजा खान जाँदै खाजा चिसो पानी किन्नु लु गाइस हामी चाहिँ बनाना रिजोर्ट आयौँ टक्क लगाएर देखाइ भए लेट्स गो यहाँ आउँछ क्या मलाई बाँदर यहाँ केराहरू छ त्यही भएर यहाँ सब पाउँछ केराको आइटम हामी चाहिँ आइपुग्यौँ बनाना रिजोर्ट फेरि यहाँ बनानाको रुख अब हामी अर्डर गरिसक्यो अब अर्डर आएर खाना गाइस यहाँ चाहिँ बनाना लस्सी आइसक्यो गाइस हाम्रो खानेकुरा आयो यो चाहिँ बनाना मोमो बनाना चिल्ली बनाना अचार है बनाना लस्सी ल खाम आजसम्मको डाटा यो चाहिँ दामी बनानाको चिल्ली है गाइस दामी है अब कति छिटो मासु खाइभएको होइन अचार दुसो गरी अब यो नगर मिठो गाइस कस्तो मन पर्यो त्यो जस्तो हो के आलु आलु चिल्ली जस्तो यो नि आलु जस्तो हो के
माछा बनाएर फ्राई गरेको होला गयो ला डन्डा खै त मेरो हाय गाइस मेरो चाहिँ यहाँ लाम कुटेर ठोक्यो धोत्दै पारी जको किसान गरे ओके गाइस हामी चाहिँ खाजा खाएर अब घरतिर जान लाग्यो हामी चाहिँ अटो बोलाम बनाउनु हेर्नुस् त्यो त हैन नि वाउ कस्तो राम्रो हैन त्यो ठुलो ठुलो र सानो वाला रहेछ त्यो ठुलो वाला त बाइक ठोकेर जस्तो हाई गाइज आज चाहिँ नेक्स्ट डे आज चाहिँ बहिनीको पास्नी हो अनि पास्नीको भ्लग र हिजोको भ्लग चाहिँ सँगै मिसाएर हाल्छु म अनि आज चाहिँ हामी पुलमा आएको छौँ टिकटक बनाउन के खोला अरे बुढी खोला अरे गाइज त्यही हो गाइस उताबाट बाइक आइला अब हामी यहाँ टिकटक बनाएर घरतिर जान्छौँ हाई गाइस हामी चाहिँ टिकटक बनाएर फर्केको कस्तो राम्रो हेर्नुहोस् सनसेट हुन लागेछ धानबारी धान त पाकिरहेछ आदि गीत बजेर कस्तो राम्रो आयो त हामी चाहिँ खाना खान लाग्यो कति बज्यो 6 बजे छ 6 बजे खाना खान लाग्यो खाए जुनाको छोरा त्यो भन्छु भनेर के